नमस्ते साथी सम्पूर्णलाई नमस्कार। त्यही दिन म आज केही दुई चारवटा यसो कुरा राख्न आएँ तपाईँहरूको सामुन्ने। एकदम विशेष कुरा छ होइन। अहिले टिकटकमा धेरै नै चाहिँ नपरो एकदम यो गति छाडा जो भएको छ कि टिकटकमा चाहिँ नपरो सम्हालि नसक्नु भइसकेको छ। हेर्नुहोस्, यति दाहा, यति जलस, यति चाहिँ नपरो अभद्र व्यवहार होइन, यति चाहिँ नपरो अनुशासनहीन, यति फोहोर, यति गन्दगी भइसकेका छन् टिकटकमा। तपाईँको टिकटकमा बस्नै गाह्रो भइसकेको छ। हेर्नु, म त खालि तपाईँहरूलाई यसो रमाइलो गराम, टाइम पास गराम भनेर मात्रै म टिकटकमा चाहिँ झुन्डिएको छु। हेर्नुहोस्, न मलाई कुनै फाइदा छ, न मलाई प्रशस्तै कोही पैसा आएको छ होइन, न त मलाई ट्याप ट्यापसम्म गर्दैनन्। हेर्नुहोस्, त्यहाँ आएर हाम्रा दुई चारजना भाइ साथीहरू आएर गिफ्ट फाल्ने गिफ्टरहरूलाई पनि धम्की दिएर चाहिँ नपरो तेरा लास कुदाइदिन्छौँ, तेरा यो गर्छौँ भने म्यासेज लेखिदिएर उनीहरूलाई पनि नफाल्ने बनाएका छन्। हेर्नुहोस्, त्यहाँसम्म धम्काउँछन्। हुन त अब जो चाहिँ नपरो निडर मान्छे छ उनलाई थाहा हुन्छ यिनी भोक्ने कुकुरहरूले कहिले पनि टोक्दैनन् भन्ने थाहा हुन्छ होइन। त्यही भएर उनीहरू चाहिँ निडर भावनाले आएर चाहिँ जसले सपोर्ट गर्नुहुन्छ उहाँहरूले गर्नुहुन्छ। तर कोही कोही नयाँ मान्छेहरू त डराउँछन् पनि, के होला हामीलाई पनि कन्ट्रोभर्सीमा पार्ने हुन् कि भन्ने डर त हुन्छ नि सबैलाई। अनि त्यस्तो एकपल्ट एकतिर चाहिँ नपरो हाम्रा गिफ्टर सपोर्टरहरूलाई म्यासेज लेखेर धम्काएका छन्, डराएका छन्। अनि अर्को तरफ चाहिँ नपरो मलाई लौ यसैले गिफ्टरलाई गाली गर्छ भन्दै मलाई आरोप लगाएका छन्। ल हेर्नुहोस् न, पोलिसी हेर्नुहोस् न, यिनीहरूको राजनीति हेर्नुहोस् न, कतिसम्म राजनीति गरेका छन् यिनीहरूले। साले भटुवाहरू आफ्ना दममा चाहिँ नपरो अगाडि बढाओ के। न तिमीहरूसँग कुनै कन्टेन्ट छ, न कुनै खुपी छ। तिमीहरूको कन्टेन्ट भनेको के हो? लास कुदाउने कन्टेन्ट हो तिमीहरूको। साले त्यही सिक्यौ तिमीहरूले टिकटकमा आएर। हामी जस्तो बनाओ न, हामीलाई गाली गर्छौ आएर। हामीले त एउटा खुट्टु उचालेर नाचिया छ नि त, संसारलाई हँसाइयो छ, संसारलाई डिप्रेसनबाट मुक्ति गराइयो छ। साले तिमीहरूले के गराऊ? दुनियाँलाई रुवाएका छौ, दुनियाँका चेलीबेटीहरूका चाहिँ नपर पोस्टर ल्याएर हालिदिन्छौ, दुनियाँका लास कुदाइदिन्छौ। के गर्यौ तिमीहरूले टिकटकमा भनौ त? अझ हामीलाई आरोप लगाउँछौ तिमीहरू यसरी चाहिँ जिस्किन्छौ, उसित जिस्किन्छौ। जिस्किन त पाइन्छ टिकटकमा। जब सामुन्ने केटी आएर हामीसित जिस्किन्छन् त हामीलाई लौनी छोरालाई जिस्किन के भयो? कि तिमीहरूसँग कोही केटी आएर जिस्के तिमीहरूले के तिमीहरू के चाहिँ नपरो ट्वाल्टे आँखा बन्द गरेर बस्छौ? ऋषिमुनि हौ तिमीहरू? जोगी हौ? ब्रह्मचारी हौ? यदि मर्द हौ भन्ने त कोही केटीले जिस्काउँछन् त अलिअलि जिस्किन त मन लाग्छ नि सबैलाई। फेरि के गलत भयो त्यहाँ? नचाहिएका उल्टा सिल्टामा। अनि तिमीहरूलाई मैले प्रमाण दिनुपर्छ मैले कहाँ सपोर्ट गरेँ, कसलाई कति के गरेँ? कि मैले कुनै सरकारी चाहिँ नपर धन ल्याएर चलाएको, या तिमीहरूसँग मैले सापट्टि चाहिँ नपर ऋण ल्याएर चलाएको? जो तिमीहरूलाई मैले ठोस सबुत दिनुपर्छ। कहाँ कति मैले लगानी गरेँ, कहाँ कति दिएँ, कहाँ कति मद्दत गरेँ। मलाई त टिकटकमा प्यारो गरेर, माया गरेर, इन्टरटेनमेन्ट मैले गराएर, सबैलाई रमाइलो गराएर आएर दिएको गिफ्ट हो नि। मैले कसैसँग बाध्यता गराएर, कसैलाई घरमा फोन गरेर आएर मलाई हान भनेर लगाइदिएको? कसैलाई त मैले पनि त दिएको छु नि त। 32-33 लेभलको आइडी त्यत्तिकै मेरो बनेको छैन। मैले पनि त पैसा दिएको छु। मलाई हान्नेलाई मैले पनि त थोरै धेरै फर्काएको छु। तिमीहरू चाहिँ अरू केही होइन, तिमीहरू जलेका हो के भाइ हो? तिमीहरूले डा गरेका हो। तिमीहरूका भ्युअर्स घटे, तिमीहरू चलेनौ होइन। तिमीहरू नचलेपछि के गर्ने त? माइलालाई चाहिँ नपर युज गर्ने। हामी जस्तो सिधा सोधालाई चाहिँ नपर ढाल बनाएका हो तिमीहरूले। तिमीहरू जड को हौ भन्ने कुरा यो जो देखिया छन् अहिले तिनीहरू त एउटा बाहना मात्रै हुन्। तर जड को हौ तिमीहरूलाई म पत्ता लगाइसकेका छु। भोलि आएर यदि चाहिँ नपर कानुन प्रक्रियामा म पुगेँ भन्ने हो नि, त्यो जडहरूलाई बहुत भारी पर्छ, याद राख। पछाडि सुपारस्तम्भ भएर अगाडि जो सेना दगुराउँछौ न तिमीहरूले, पछाडि चाहिँ नपर लिडर बनेर अगाडि चाहिँ नपर जो सेनालाई चाहिँ नपर तय गरेर चाहिँ नपर यसो गर भनेर चाहिँ नपर सिकाएर जो अगाडि देखाएका छौ नि फ्याकाइडी पर्दा पछाडि लुकाएर, भोलि तिमी जडहरूलाई नै गाह्रो पर्नेछ। यदि माइला दाई एक्सनमा उत्रु भने संसारको कोही तागतले रोक्न सक्दैन। यति कुरा ध्यान राखेँ। माइला दाईलाई त्यति कमजोर रूपमा नहेरे। मैले भनेको हिजो पनि म मुम्बईमा छँदाखेरि एउटाले 50,000 आइसी खाइदिएको थियो। त्यो 50,000 निकाल्नको लागि म बाला साहेब ठाकरे चाहिँ नपरो जसले चाहिँ नपर मुम्बई बसी दिल्लीका प्रधानमन्त्रीको महल चाहिँ नपर हिलाइदिने, चाहिँ दिल्लीको राष्ट्र भवन हिलाइदिने दम राख्थे एउटै औँली उठाएर। त्यस्ता व्यक्तिहरूको घरमा पुगेको व्यक्ति हुँ म। मलाई चान्ने चुन्ने नसोचे। मलाई चाहिँ समस्या पर्यो भने भोलि म जुनसुकै मुक्त उसमा पनि पुग्न सक्छु। मलाई रोक्ने कोही पनि हुँदैन, याद राख। म गलत छैन, मैले गलत गरेको छैन।
यदि पङ्गा ल्याऊ भने नङ्गा गर्न पनि जानेको छ माइला दाइले। मित्रता गर्यो भने मित्रताको हात सधैँ अघि बढ्ने छ, दुश्मनी गर्यो भने त्यो हात कसरी तोड्न पर्ने छ त्यो पनि हामीले विचार गर्छौँ। फेरि याद राखे। त्यही भएर तिमीहरूलाई प्रमाण मैले दिन पर्दैन। मैले कहाँ कति समाजमा गरेको छ त्यो दुनियाँले देखिया छ, बुझ्यौ। तिमीहरूलाई प्रमाण दिन पर्छ। प्रमाण दिने कसले हो? भिडियो बनाएर राख्ने कसले हो? मैले यहाँ दान गरेँ, मैले उहाँ दान गरेँ, मैले यो गरेँ। त्यो सानो सोच भएका व्यक्तिले हो। दान त यस्तो चिज हो, एक हातले दिने अर्का हातले थाहा नपाउने, त्यसरी दिनुपर्छ। त्यसरी दिएको दान मात्रै त्यो प्रतिफल मिल्छ। त्यही भएर आफ्ना आफ्ना केटा आफ्ना आफ्ना चाहिँ रमाइलो गरौ, आफ्ना आफ्ना टिकटक चलाओ, अरूसित मतलब नराख। यदि अरूसित मतलब राख्यो भने तिमीहरूलाई ठोक्ने पनि कोही भोलि आएर जन्मन्छ। आज तिमीहरूले हामीलाई ठोकिया छ भने तिमीहरूलाई ठोक्ने पनि कोही जन्मन्छ फेरि संसारमा, बुझ्यौ। एउटाको बाप अर्को हुन्छ, याद राख।